आजको यो चिसो मौसममा म तातो साबुदानाको पकौडा बनाउन गइरहेको छु र यो रेसिपी हजुरहरूसँग पनि सेयर गर्न गइरहेको छु। सो प्लिज लास्टसम्म हेरिदिनु होला। यसको लागि मैले एकछिन साबुदानालाई भिजाएर राखेँ र आलुहरू पनि उमालेँ र यो मिक्सरमा अब रोस्टेड पिनट्स, प्याज, हरियो खुर्सानी, हरियो धनियाँ पात, अदुवा लसुनको पेस्ट, जिरा र धनियाँको पाउडर पनि मिक्स र अब यो मिक्सरलाई राम्रोसँग मिक्स गर्छु र एउटा सेप दिन्छु। इट्स अन यु, हजुरलाई कस्तो सेप दिन मन लाग्छ हजुरले दिन सक्नुहुन्छ। अब म तेल तताउँछु। तेल तताउँदाखेरि यो कुरा ध्यान दिनुपर्छ, तेल राम्रोसँग तातोस् र हामीले तार्दाखेरि चाहिँ छिटो छिटो चलाउनु हुँदैन, नभए फुट्दो रहेछ पकौडा। अब यसलाई दुई साइड राम्रोसँग फ्राई गर्छु र चिया र सससँग सर्भ गर्छु। हजुरलाई यो मेरो रेसिपी मनपर्छ भने हजुरले पनि एकचोटि ट्राई गर्नुहोला र मिठो र तातो पकौडा खानुहोला। धन्यवाद।